नमस्कार साथीभाइ बहिनीहरू। आज म कक्षा 9 को रेखीय समीकरण भन्ने पाठबाट एउटा प्रश्न लिएर आएको छु। जुन प्रश्नमा दुईवटा समीकरणलाई प्रतिस्थापन विधिद्वारा कसरी हल गर्ने भन्ने कुरा सिक्ने छौं। लौ भिडियोलाई सुरु गरौँ। सबभन्दा पहिला दुईवटा समीकरणलाई समीकरण 1 र समीकरण 2 मान्ने र कुनै पनि एउटा समीकरणबाट x वा y को मान पत्ता लगाउने। त म समीकरण 1 बाट x को मान पत्ता लगाइरहेको छु। ठीक छ। त 5x + 2y = 240। त 5x = 240 - 2y। Therefore x को मान कति नै भयो त 240 - 2y/5। यसलाई समीकरण 3 मान्ने। अब समीकरण 3 लाई फेरि जुन समीकरणबाट मान निस्केका छौं त्यसमा नराखी दोस्रो समीकरणमा राख्ने। त समीकरण 3 लाई समीकरण 2 मा राख्दा ठीक छ। त हाम्रो x मान के भयो त 240 - 2y/5 + 4y = 200। यहाँसम्म समझ आएको होला तपाईलाई। अब यो हल गर्ने। मैले यहाँसम्म डाइरेक्ट लसर लिए। यो यता गुणा हुन्छ त यो कता हुन्छ त 1000 हुन्छ। अब यो गएर कटिन्छ 1000 - 720। अब 14 ले यता भागे गरिदिने त y = यो कति बच्छ त 280/14 = 20 बच्यो। त y को मानलाई समीकरण 3 मा नै राख्नु पर्छ। यसबाट डाइरेक्ट मान निस्कन्छ। राख्दा ठीक छ। अब राख्ने त x = 240 - 2 × 20/5 यानी कि कति हुन्छ माथि त 200/5 यानी कि 40 आन्सर। यो तपाईको आन्सर भयो। धन्यवाद।